हाई गाइस, सेवा नमस्ते, वेलकम। देखाउँछु है आज मेरो रुम टुर। हाई सरी गाइस, मैले चाहिँ भिडियो बनाइरहेको थियो अनि यहाँ मेरो म्यामको छोरी चाहिँ आयो कि त्यही भएर फेरि मैले हाई गाइस, सेवा नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। म पनि एकदमै आरामै छु, हजुरहरू पनि एकदमै आरामै हुनुहुन्छ भन्ने पूर्ण आशाका साथ आज चाहिँ मैले छोटो मिनी ब्लग स्टार्ट गर्न लागिरहेको छु। जुन आज मैले मेरो मिनी ब्लग केमा कुन विषयमा रहेको छ भन्नुपर्दा खासै त्यस्तो केही पनि छैन, तर आज मलाई किन मलाई छोटो भिडियो क्लिप बनाउन मन लाग्यो। म भर्खरै खाना खाएर पनि म रुममा आइसकेको छु, काम सकेर पनि मलाई चाहिँ जोस जागर चलिहाल्यो कि त्यही भएर मैले चाहिँ यहाँ छोटो भ्लग बनाऊँ भनेर जुन मैले स्टार्ट गर्छु हजुरहरूले मेरो रुम टुरको। यो चाहिँ भयो मेरो चुरा अनि यो चाहिँ मैले नेपालदेखि नै ल्याएको अनि यो चाहिँ साथीसँग मैले साटेको। यो खालको मेरो धेरैवटा थियो त्यही भएर साटेको। अनि यो चाहिँ मेरो माला भयो, यसलाई के भन्छ माला होला सायद, मलाई खासै नाम चाहिँ थाहा भएन तर म चाहिँ माला भन्छु यसलाई। अनि यो चाहिँ मेरो सानो पोते भयो, मलाई चाहिँ यो एकदमै मनपर्छ, यस्तो खालको माला एकदमै मनपर्छ। यस्तो साडीहरू भयो, यस्तो साडीमा पनि सुहाउँछ, साडीमा भन्दा पनि कुर्ता लुङ्गीमा पनि मलाई एकदमै मनपर्छ, तर खासै मैले यहाँ चाहिँ लाउन गरेको छैन, माया लागेर मैले चाहिँ पठाउनु लगाएको नेपालदेखि मगाएको। अनि यो चाहिँ मेरो पोते भयो, जुन मैले यो सेटहरू चाहिँ मैले प्राय मेरो राईको कल्चर ड्रेसमा अनि मसँग मगरको कल्चर ड्रेसको सेट पनि छ, मैले यसको लागि हो। अनि यो चाहिँ भयो, मलाई एकदमै यो चाहिँ मनपर्ने हो। यो चाहिँ जाडो महिना र गर्मी महिनामा एकदमै मलाई चाहिँ पर्फेक्ट लाग्यो। अनि यो खादाको खालको मलाई काटा हुन्छ नि त, के भन्छ यसलाई चाहिँ मैले एकदमै मन परेको थियो यो कलर पनि। अनि मैले नेपालदेखि मगाएको, साथीले पठाइदिएको। अनि यो मेरो ब्याग भयो, फेसन एन्ड ब्याग मुन ब्याग रे खासै चाहिँ यस्तै छ। अनि त्यसपछि यो भयो, अनि यो पनि मेरो ब्याग भयो, यो चाहिँ मैले नेपालदेखि नै ल्याएको हो। अनि यो मेरो माला भयो, साथीले पठाइदिएको यो पनि। अनि यो मेरो चाहिँ लच्चा डोरी भयो, यो पनि राई ड्रेसको लागि मैले मगाएको थियो। अनि यो मेरो ब्याग भयो, यो चाहिँ मैले नेपालदेखि बोकेर ल्याएको थियो। यस्तै छ, खासै उस छैन खासै राम्रो त छैन, तर मैले यहाँ राति भिडियो चाहिँ बनाउन लगाएको छु नि त, त्यही भएर यो सबै अँध्यारो छ। यस्तो छ बाहिरको सिनहरू हो। अनि सागहरू भयो, अनि त्यसपछि यस्तो भयो यहाँको सक्यो। अनि यहाँ चाहिँ मेरो लुगाहरू छ। अनि यो माथि टपको चाहिँ मेरो लगेज भयो, लगेज नेपालदेखि नि खदाले बाँधेर ल्याएको। अनि यो चाहिँ मेरो भयो साडी। अनि त्यसपछि यो भयो मेरो कुर्ता, यो चाहिँ मैले लगाएको छैन, यो चाहिँ मैले अस्ति दसैँमा लगाएको। अनि मेरो राई ड्रेसहरू भयो, अनि यस्तै छ, लुङ्गीहरू भयो, यस्तै सबै मेरो लुगाहरू छ। सरी गाइस, मैले चाहिँ भिडियो बनाइरहेको थियो अनि यहाँ मेरो म्यामको छोरी चाहिँ आयो कि त्यही भएर फेरि मैले चाहिँ भिडियो बिचमा ग्याप गरेँ, सरी त्यसको लागि। अनि यो चाहिँ भयो मेरो पङ्खा, हुने चाहिँ अब जाडो महिना सुरु हुनै लागेको छ, त्यही पनि अहिलेलाई चाहिँ मैले युज गरिरहेको छु। अनि त्यसपछि यो भयो, चिनिहाल्नु भयो, क्यान्डल भइहाल्यो। अनि मेरो ब्रस चाहिँ मैले राखेको अहिलेलाई, यो चाहिँ मेरो स्मल फ्यान है, जुन यो चाहिँ यस्तो गर्नुपर्छ कि मलाई चाहिँ एकदम मनपर्छ, यो ब्युटिफुल कलर एकदमै मनपर्छ। यो चाहिँ मलाई एकदमै आनन्द हुन्छ, यसो मैले चलाएँ भने चाहिँ मलाई एकदमै मनपर्छ। अनि त्यसपछि नेल पोलिस भयो, क्रिमहरू भयो, मैले त्यस्तो खालको क्रिमहरू युज गर्छु। अनि यस्तो खालको सन प्रोटेक्सन, यो चाहिँ यस्तो भयो, खासै उस छैन, सफा पनि राम्रोसँग गरेको छैन। अनि त्यसपछि भयो यो चाहिँ मेरो खुत्रुके है, यो चाहिँ मैले होममेड खुत्रुके, यो चाहिँ मैले बनाएको। तर यो हजुरहरूले जुन भिडियो हेरिराख्नु भएको फोन चाहिँ मैले यो खुत्रुकेदेखि जम्मा गरेको पैसाले निकालेर 4-5 दिन अगाडि नै मैले लिएर आएको।
जुन चाहिँ यहाँ चाहिँ त्यस्तो केही छैन। अहिले चाहिँ कोइन्स मात्र छ। मैले नोटहरू चाहिँ निकालिसकेँ यसमा, त्यति धेरै छैन, मैले निकालिसकेँ। थोरै छ यसमा पनि जम्मा गरेको। अनि यो फोन चाहिँ मैले अस्ति नै लिएर आएको के, 2-4 दिन मात्र भयो यो फोन मैले ल्याएको। के खुत्रुकेको पैसा निकालेर मैले लिएर आएको। यहाँ पनि सानो खुत्रुके छ, यसमा खुत्रुके। अनि यो भयो खासै के भन्छ यसलाई, क्रिसमस ट्री हो कि क्या, खासै ठ्याक्कै भन्न आएन। हेर्नुहोस् कुकुरहरू, पप्पीहरू। अनि यो भयो, यो चाहिँ मैले सजाएर राखेको। अनि यहाँ चाहिँ छ मेरो नत्थी भाजेको थियो, मैले चाहिँ यहाँ राखेकै सुन राख्ने भाँडै। यति नै हो, त्यति स्पेसल केही पनि छैन। अनि मेरो कपडा राख्ने ठाउँ यहाँ पनि छ साँच्चै। यो पनि छ मेरो जुत्ताहरू राख्ने ठाउँ यहाँ छ। अनि यहाँ चाहिँ मेरो कपडाहरू राख्ने ठाउँ छ, लगेजहरू भयो। अनि यो चाहिँ मैले चौरी पर्छ नि त, के भन्छ खुम्चिन्छ, त्यही भएर मैले चाहिँ यो सजिलोको लागि सरी यसमा मैले राखेको छु। यही भयो। यो चाहिँ अहिले जाडो महिना अब स्टार्ट हुन लागेको छ नि त, त्यही भएर मैले चाहिँ यो अहिलेलाई न्यानो हुन्छ भनेर मैले चाहिँ यो राखिसकेको छु। त्यति नै हो। अब खासै त्यति धेरै स्पेसल भिडियो त केही पनि छैन, त्यही पनि पछि मेमोरीको लागि। अब साइप्रसको बसाइ पनि त्यति धेरै हुँदैन होला सायदै, भन्दा पनि अब बस्दा त बस्छ होला 2-3 वर्ष जति त बस्नुपर्छ होला, त्यही पनि हेर्नै पर्छ अवस्था हेरेर। त्यही भएर बनाइराखौँ, जुससागर चलेको बेला पछि नेपाल गएर हेर्नलाई पनि काम हुन्छ नि त, त्यही भएर मैले बनाएको। यो चाहिँ पर्दा भयो, यो चाहिँ टावल भयो। यो खोलेर बिहानको नजारा चाहिँ एकदमै राम्रो हुन्छ क्या, बिहानको नजारा चाहिँ एकदमै राम्रो हुन्छ। अनि यो चाहिँ बाहिर भयो। ठ्याक्कै बिहान उठेर चाहिँ यहाँ हेर्नुपर्छ कि यहाँदेखि चाहिँ यस्तो राम्रो, मलाई चाहिँ भ्यू राम्रो लाग्छ कि, मलाई चाहिँ हरियाली राम्रो लाग्छ नि। त्यो बाहिर चाहिँ रुखहरू छ क्या रोडमा, त्यही भएर मलाई चाहिँ एकदमै मनपर्छ। यति नै हो। अब अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई, गुड नाइट एभ्रिवान, लभ यु अल।